नमस्ते छ्याजलो यहाँहरू सम्पूर्णलाई। यो मेरो आजको नयाँ भिडियोबाट म हुँ काशी गुरुङ। यहाँहरू सबै हेर्दै हुनुहुन्छ काशी गुरुङ युट्युब च्यानल। सदाझै म फेरि पनि एउटा नयाँ भिडियो लिएर यहाँहरू सामु उपस्थित भइसकेको छु। आजको कार्यक्रम कस्तो हो भन्ने कुरा चाहिँ मैले मुखले भन्नुभन्दा पनि यहाँहरू सम्पूर्णले यो भिडियो अन्तिमसम्म हेर्नुभयो भने चाहिँ मजाले क्लियर हुनेछ भन्दै यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला भन्न चाहन्छु। साथीहरू मैले भन्नु पर्दैन, तपाईँहरूलाई थाहा छ। हाम्रो ठाडो भाकाको राजा हुनुहुन्छ उहाँ। दाइ गीत नै बन्द भयो। हामी जस्तै भनेर रहेछ। हामी पनि सिधा के अरे साडी लाउने भनेर साडी लाएर आएको त हेर्नु न। हामी पनि यहाँ साडी मिलेन कि है? मिलेन। ठिकै छ। बरु गुरुङ ड्रेस लगाएको भए बरु हुने रहेछ। ठिकै छ। अस्ति हामी गाउँमा गयो नि घर। आमाले भन्नुभयो अब तँलाई कति साह्रो उही जी म त नोरी मैले
सक्यो अब निकाल्नु हाय हाय बल्ल यहाँ सिधा सर्वप्रथम भगवानमा र प्रकृतिको पञ्चतत्त्वलाई सम्झिन चाहे मैले भरभाचे पायो भगवानले जन्म दिनुभयो र प्रकृतिले बजाएर यो धरतीमा पायो थियो कि संसार धेरै मौका पायो अनि देवी देवता सिनेहुने मान्न पायो फलामे ताई गाउँ सरको कालिकालाई शरण पर्छु म सिरानो आई भुकेर पश्चिम बसेरी सबैजना पूर्व पश्चिम उत्तर दक्षिणको इष्टमित्र देवता पितासँग आज भेट छ बरमा छु एउटा यसै ठाउँको सिमी र भूमि देवी र देवता रक्षा गर सबैजनाले हात माथि गरेर ताली बजाइदिनु होला। त्यसैगरी यो अभिनन्दन पत्र वाचन गरिदिनुको लागि खारा ढाका लोककला प्रतिष्ठानको अध्यक्ष आदरणीय व्यक्तित्व रमेश पाहाडीज्यूलाई हार्दिक अनुरोध गर्दछु भने उक्त अभिनन्दन पत्र प्रदान गरिदिनुको लागि हाम्रो प्रमुख अतिथिज्यूको हातबाट उहाँले ग्रहण गर्नुहुनेछ। धन्यवाद उपदर्शकहरूलाई। एकदम ठिक छ दाइ। ए ल दौरा सुरुवात भेटिनु सारा सक्रिय जीवन गोलीको मिठास अरूको क्रियाशीलता व्यवहारमा सरलता विनयमा मानवता अस्थिरता गुरुको आँखाबाट पनि आँसु झर्ने त्यो मेरो त्यो भोलिको गीत हरायो जान्नुपर्छ। म गीत गाउने मान्छे त होइन, तर गाउँघरमा जन्मेको हुर्केको हुनाले संसार माया जालो भने भोलिको गीत गरेर टुक्का भनेर सम्झिरहेको छ। र भोलिको गीत कस्तो हुन्छ?
गरिदिइहाल्नु थिएँ। धन्यवाद सर। प्रमुख अतिथिज्यू विशेष गरेर दम्बुदाय र पानी नुन खानी नुनबाट चाहिँ के अरे पानीबाट नुन बनाएर खानी गाउँ पानी नुन खानीमा चाहिँ अहिले रक गार्डन ढुङ्गे बगैँचा छ। ढुङ्गे बगैँचामा हाम्रो आदरणीय दाइले मिल लगाउनु भएको छ कि कैलाशपतिसँग मैले जिज्ञासा लाएर दाइसँग सोधेको थिएँ, दाइ तपाईँले यो निर्जीव वस्तुसँग किन मिल लगाउनु भएको भनेर मैले सोद्धाखेरि दाइले के भन्नुभयो भने दाइले मैले सजीव व्यक्तित्वहरूसँग सजीव मान्छेहरूसँग मैले धेरै मेरो थुप्रै मिलहरू हुनुहुन्छ, तर मेरो साथमा अहिले कोही पनि हुनुहुन्न। कोही अस्ट्रेलिया, कोही अमेरिका, कोही जापान, मलाई छोडेर। साथीहरू जता जाँदा पनि सधैँ गुरुङ ड्रेस र लुङ्गी मात्रै हुने भनेर मैले चाहिँ आजको प्रोग्राममा चाहिँ साडी लाएर आएको थियो। कस्तो देखिएको छ सुहाएको छैन होला, तैपनि कस्तो देख्यो कमेन्ट गर्नुहोला भन्दै यो मेरो आजको भिडियो चाहिँ यहाँहरू सम्पूर्णलाई एकदमै धेरै माया गरेर अन्तिमसम्म हेरिदिनु भएकोमा यहाँहरू सम्पूर्णलाई म हृदयदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु। थाहा छ यहाँहरू सम्पूर्णले एकदम माया गर्नुहुन्छ, मेरो भिडियो अन्तिमसम्म हेर्नुहुन्छ, तर एउटा कमी भनेको तपाईँहरू चाहिँ लाइक र कमेन्ट गर्नु हुँदैन। प्लिज लाइक र कमेन्ट पनि गर्न नभुल्नुहोला भन्दै फेरि पनि यस्तै भिडियोहरू लिएर यहाँहरू सामु उपस्थित हुने नै छु भन्दै आजको भिडियोबाट चाहिँ म काशी गुरुङ बिदा हुन चाहन्छु। हस्त नमस्ते, छ्याजलो, शुभ दिन। यहाँहरूको सबैको दिन शुभ रहोस्। रात भए पनि शुभरात्रि, छ्याबा मुइसा।